100 करोडको हाँसो देखाइदिँदैन पब्लिकलाई। फार्म गाउँ गए आँखाले भैँसी देख्छन् क्या? भैँसी मात्रै देख्छ क्या? अब त बाख्रा त देख्दैन क्या होइन? त्यस्तो पनि हुनसक्छ कसैको केमा। थ्याङ्क यू सो मच भनिदिएकोमा। सो भनिहाले भाइले, हामी बाख्रा चराउन आएको छौँ। यो बाख्रा चाहिँ यहाँ छ गाई, बाख्रा भैँसीहरू। बाख्रा हुने यार, मजाक नगर भाइ। यो हाम्रो गाउँ हो, यो फार्म हो, यो चाहिँ हाम्रो फार्म गाउँ हो गाई। आँखाले भैँसी देख्छन् क्या? भैँसी मात्रै देख्छ क्या? अब त बाख्रा त देख्दैन क्या होइन? त्यस्तो पनि हुनसक्छ कसैको केमा। हाम्रो गाउँ चाहिँ एकदम सुन्दर छ गाई चाहिँ, हेर्नुहोस्। पारितिर यो धान लाछन् आजभोलि। धान लायो, अब काट्ने बेला भइसकेको छ यहाँ। यहाँ खतरा चाहिँ हाम्रो प्लेस यो चाहिँ। हाम्रो दाइ चाहिँ, दाइ हेलो भनिदिनुहोस् न। हेलो हेलो गाई, भाइहरू हेलो भनिदिनुहोस् न। हेलो बहिनी साइबा, हेलो गाइस, वेलकम टु। यहाँ बाख्रा चराइरहेको छन्, उतापट्टि भैँसी पनि चराइरहेको छन्। के व्हाट इज द मीनिङ अफ पिग? पिग भने क्या हो? यो मोबाइलले जुम गरेपछि उतासम्म आउँछ होला त्यो टावर। टावर टावर देखिदैन होला दाइ, त्यतिमा त। भाइ धनी मान्छे भने, गरिब मान्छे हो भने भाइ तिमीहरू जस्तो आइफोन 14 चलाउने, 16 चलाउने अलहन चाहिँ होइन नि त हामी, हो कि बिपिन भाइ? बिपिन भाइ एकचोटि हाँस्दै त बिपिन भाइ, जस्तो जनताहरूलाई देखाइदिएन मेरो भाइ? हाँसै देखाएन? 100 करोडको हाँसो देखाइदिँदैन पब्लिकलाई। हाम्रो भाइ, भाइको हाँसो एकदम कडा छ नि त भाइको। कसरी हाँस्ने अरे? देखा त भाइ एकचोटि फेरि। उता चाहिँ हाम्रो मम्मी उता हेर्न लाग्छन् हामीलाई, बुवा उतापट्टि छन्। हजुर एक भिडियो बनाएको छ अस्ति, टिकटक बनाएको अस्ति हालेँ मैले, फेसबुकमा छ एक भिडियो। ठुलो भयो क्या, हेरेर हाँसलो, आफू हेरेर हाँसलो दाँतको वाला। जस्तै पहिला हामीलाई भन्थे नि फारम खाडी मै चलाउँदा हूँ। भाइको फोटो छ नि, यो नदी हुने बेलासम्मका फोटो थियो कि यहाँबाट मन्दिरमा नाचेका जङ्गलका कट्टुवालो गएर हेर्न सक्नुहुन्छ गाइस। फार्म छ भन्ने आइडी कोबाट कालो कट्टु भन्ने त्यो वाला भिडियो यिनीहरु कोबाट कालो कट्टु, खबाट खैरो कट्टु, खैरो कट्टु, गबाट खैरो कट्टु, नबाट नैरो कट्टु, गबाट गनाउने कट्टु हो मा, गबाट गनाउने कट्टु, गबाट गनाउने कट्टु। आजलाई यति नै गाइस, धन्यवाद, थ्यांक यू सो मच। लाइक कमेन्ट शेयर गर्न नभुल्नु होला।